हुनेछ। त्यसपश्चात हामी तपाईको लागि प्रार्थना गर्दिनेछौँ। How are you? Fine. Who said I am fine? That was you. Looks fine. He looks fine. Looks fine. You know, they say, the Bible says a head of gray hair is a crown of glory. Amen. महिमाको मुकुट हो। मेरोमा आउँदैछ अलिअलि। चिन्डे भयो भने फुलेको चाहिँ छ केस। If you wonder why I look so young with my shaved face, आज बिहानी सडक सिटिङ पार्दाखेरि यङ देखियो अरे मलाई। we are about to go to South India, हामी साउथ इन्डिया जाँदै छौँ। and they like to wear the mustache. अनि साउथ इन्डियनहरूले चाहिँ यस्तो जुङ्गा चाहिँ एकदम मन पराउँछ अरे। So my team all went to just a mustache. त्यसमा मेरो साथीहरू सबैको जुङ्गा राखेका छौँ हामीले। We want to be accepted into the house. त्यहाँ गइसकेपछि तिनीहरू पनि खुसी भएको छ हाम्रो जुङ्गा देखेर। But while I'm having some fun with you, किन तपाईहरुसँग हँसेली गर्दैछु म? there's something I take very seriously. किन कतिवटा कुरा चाहिँ म एकदम गहन पूर्वक लिन्छु म। And that's the word of God. अनि परमेश्वरको वचन चाहिँ गहन There's पूर्वक nothing लिन्छु। in here कुनै पनि यस्तो कुरा छैन that is not true. जुन चाहिँ असत्य कुराहरु छँदै छैन, सबै कुरा सत्यै छ। Everything Jesus said, जुन कुराहरु येशूले भन्नुभयो, everything written जुन कुरा लेखिएको छ is the same yesterday and today. अनि हिजो अनि आज सधैँभरि यो एक समान छ। Just because time has passed अनि समय त बितिरहेको छ doesn't mean his word stopped. अनि यसको मतलब यो हैन कि उहाँको वचन पनि अब रोकियो होला, हुँदैन होला, होइन। Not by might, not by power, but by the Spirit of God. के भन्छ त्यसलाई? न त बलले न शक्तिले तर केवल परमेश्वरको बत्माले, आत्माले। So I want to read a वचन scripture. भन्नु भन्दै थिए बत्मा हो। वचन र आत्मा दुईटै भएको त्यसै। I will. नयाँ भाषा सिक्नु हो तपाईले। वचन र आत्मा बत्मा हो। Oh, man. We will read now. Okay. I'm lost. So I want to read for you. हामी पढ्ने छौं। Now put yourself in Peter's shoes. अब यति बेला चाहिँ पत्रुस तपाई हुनुहुन्छ ल। ओके, येशू ख्रीष्ट हुनुहुन्छ भन्ने पत्रुसको अंगीकार। ओके, त्यस्तो म। Yes, this is. ओके, 13 बाट म पढ्दै छु। जब येशू सिजिरिया र फिलिपीका इलाकाहरुमा आउनुभयो, तब उहाँले आफ्नो चेलाहरुलाई यसो भन्दै सोध्नुभयो, मानिसहरुले के भन्दछन्? म मानिसका पुत्र चाहिँ को हुँ? अनि तिनीहरूले भने, तपाईलाई कसैले बप्तिस्मा दिने योहन्ना, कसैले एलिया र अरूले यर्मिया अथवा भविष्यवक्ताहरू मध्ये कुनै एक हुन् भनी भन्छन्। उहाँले तिनीहरूलाई भन्नुभयो, तर तिमीहरू चाहिँ नि के भन्छौ? म को हुँ? अनि सिमोन पत्रुसले जवाफ दिएर भने, तपाई जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ। अनि येशूले जवाफ दिएर उनलाई भन्नुभयो, योहन्नाका छोरा सिमोन, तिमी धन्य हो, किनकि मासु र रगतले तिमीलाई यो कुरा प्रकट गरेको होइन, तर मेरो पिताले जो स्वर्गमा हुनुहुन्छ। अनि म पनि तिमीलाई भन्दछु, तिमी पत्रुस हौ र यस चट्टानमाथि म आफ्नो मण्डली बनाउने छु, अनि नरकका ढोकाहरू त्यसमाथि विजयी हुने छैन। अनि म तिमीलाई स्वर्गको राज्यको चाबीहरू दिनेछु, र पृथ्वीमा तिमीले जे बाँधौला सो स्वर्गमा बाँधिनेछ, अनि पृथ्वीमा तिमीले जे फुकाउलाउ सो स्वर्गमा पनि फुकाइनेछ। आमेन। So my question for you today अनि मेरो प्रश्न तपाईहरुलाई is the same to the disciples. अनि चेलाहरुलाई पनि येशूले यही प्रश्न गर्नुभयो। Who do you say that Jesus is? अनि येशू को हुन् त? म को भनेर के भन्छौ तिमीहरु? Is Jesus just a great man के येशू महान पुरुष मात्रै हो who paid for you to have eternal life? तपाईलाई तिर्नु भयो ताकि तपाईले अनन्त जीवन पाओस् भनेर? Is that all Jesus is? खाली यतिको लागि मात्र येशू हो? The question I have for you, अनि मेरो प्रश्न तपाईहरुको लागि चाहिँ, because Jesus is the king. किनभने येशू चाहिँ राजा It हुनुहुन्छ। doesn't matter if you think he is or not, he is the king. तपाईले चाहे सोच्नुहोस् कि नसोच्नुहोस् त्यसले फरक पर्दैन, तर उहाँ राजा नै हुनुहुन्छ। And a king always has a kingdom. अनि राजा भने राज्य हुन्छ।
And if you're under the king in his kingdom, अनि यदि तपाईँ राजाको मुनि उहाँको राज्यमा हुनुहुन्छ then what he says goes. भन्नु मतलब यहाँ चाहिँ के भन्दैछ भने If he says it, यदि उहाँले जाऊ भनेर भन्दैछ भने that's what happens. त्यही हुनुपर्छ It's not up to your feelings or your opinions. तपाईको इच्छा र तपाईको आफ्नो उसको कुरा हैन इच्छाको कुराहरु होइन It's up to what he says. अनि यहाँ जे उहाँले भनेको छ त्यही हुनुपर्छ The question is, प्रश्न चाहिँ do you believe it? विश्वास चाहिँ गर्नुहुन्छ के त Do you believe that Jesus is the Son of God? के विश्वास गर्नुहुन्छ येशू चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ भनेर Do you believe that he lived fully as a man, के विश्वास गर्नुहुन्छ उहाँ एकदम उहाँ मानिस हुनुहुन्छ पूर्णतामा but without sin? तर मानिस पनि पाप रहित Do you believe that he took your sin upon him के विश्वास गर्नुहुन्छ उहाँले तपाईको पाप पनि उहाँले लिनुभयो and went to a cross उहाँ क्रुसमा जानुभयो and buried it in hell अनि उहाँलाई गाडियो and took the keys from hell अनि नरकबाट उहाँले त्यो स्वर्गको and समाचार was लिनुभयो resurrected 3 days later अनि 3 दिन बादमा उहाँ जी उठ्नुभयो and went to the Father? अनि पिता कहाँ जानु The question is, do you believe it? के प्रश्न चाहिँ यहाँ छ विश्वास गर्नुहुन्छ Because if you believe it, यदि विश्वास गर्नुभयो भने then you are a kingdom child. विश्वास गर्नुहुन्छ भने तपाईँ राज्यको छोराछोरीहरू You हुनुहुन्छ are no longer India first. तपाईको शरीरका कुराहरुमा तपाईँ हुनुहुन्न You are kingdom of God first. किनभने तपाईँ पहिलो चाहिँ तपाईँ परमेश्वरको राज्य And हुनुहुन्छ if I am in the new kingdom, अनि तपाईँ नयाँ राज्यमा हुनुहुन्छ भने then I have new kingdom reality. अनि नयाँ सत्यता छ राज्यको That's why Caleb said you are a new creation. त्यसैले खेलबले भन्दै थियो तपाईँ नयाँ सृष्टि भएका You were हुनुहुन्छ born into a new kingdom तपाईँ नयाँ गरी जन्मेको एउटा राज्यमा where हुनुहुन्छ Jesus is the king. जुन राज्यमा चाहिँ येशू राजा हुनुहुन्छ So the question always comes. जहिले पनि प्रश्न गर्नुस् The same question that Caleb actually read अनि जुन प्रश्न केलबले पढेको in थियो Genesis chapter 3 and verse 1. धेरै उत्पत्ति 3 को 1 र 2 मा The temptation wasn't the fruit वास्तवमा परीक्षा चाहिँ त्यो in the फल Garden थिएन of Eden. गार्डनको इडनको गार्डन बगैँचामा परीक्षा चाहिँ त्यो फल थिएन The question was the sin. प्रश्न चाहिँ पाप थियो Did God really say? साँपले भने नि परमेश्वरले साँच्चै नै भनेको हो This is the question that came to mankind in the Garden of Eden. अदनको बगैँचामा मानिसलाई आएको प्रश्न यही थियो That's कि साँच्चै नै परमेश्वरले तिमीलाई भनेको हो that is why the rest of your life, तपाईको जीवनभरि अब उपरान्त it hinges like a door on this one question. अनि एउटा दैलो झुन्डिएको जस्तो यो वचन चाहिँ वचनमा यहाँ ठोकिन्दछ Every time you read his word, जतिपल्ट तपाईँ उहाँको वचनलाई the पढ्नुहुन्छ question comes into your mind. प्रश्न तपाईँको मनमा आउन आवश्यकता छ Could this be true? यो साँच्चै नै हो The question comes to your mind when you're reading the word. जब तपाईँको वचन तपाईँ पढ्दै गर्दाखेरि प्रश्न आउँछ तपाईँको मनमा Is that for today? के आजका लागि यही हो The question comes to your mind when you're reading the word. प्रश्न आउँछ तपाईँले जब वचन पढ्दै गर्दा Does that mean that's for me? के यो साँच्चै नै मेरो लागि हो And the answer to all those questions अनि जसलाई प्रश्नको उत्तर चाहिँ एउटा हुन्छ are as if God said it, यदि परमेश्वरले भन्नुभएको हो भने and it's a yes and amen. अनि यो चाहिँ हो अनि यो चाहिँ आमेन सदा सर्वदाको If लागि he said it about you, अनि यदि तपाईँको लागि भनेको हो if भने it's a promise for you, तपाईँको लागि एउटा करार हो it is true. अनि यो चाहिँ सत्य हो The question is, प्रश्न चाहिँ do you believe it? विश्वास गर्नुहुन्छ And we read here in Matthew अनि अहिले हामीले यहाँ बत्तीमा पढ्दै थियौँ that if you say Jesus is the Christ, अनि येशू नै ख्रीष्ट हुनुहुन्छ if you believe he is the Christ, यदि विश्वास गर्नुहुन्छ उहाँ नै ख्रीष्ट हुनुहुन्छ then you've been given the keys to the kingdom. भन्नुमा त तपाईँले विश्वास गर्दैमा नै नि तपाईँलाई स्वर्गको राज्यको समाचार You don't दिएको have छ to work for the keys. भनी मतलब चाबी मात्रै होइन नि चाबी पाइसकेपछि काम लगाउनु पर्यो They're नि given to you. त्यो काम तपाईँलाई I दिनुभएको have छ a question for you again. अब फेरि पनि प्रश्न छ I have many questions today धेरै प्रश्न छ तपाईँको लागि because I want you to know who you are when I leave. किनभने म जब यहाँबाट जान्छु नि तब तपाईँले आफूले आफूलाई राम्रोसँग चिन्नुहोस् I want you to rise up in a new level of faith. अब विश्वासको त्यो नयाँ बढोत्तरीमा तपाईँ बढ्नुहोस् भन्न म चाहन्छु Where I grew up, जब म बढ्दै गएँ even when I was a child, जब म सानो ठिट्टो थिएँ I was old enough to be out on my own. अनि त्यतिलाई पनि म आफ्नो इच्छामा हिँड्थेँ Maybe my parents were at work.
अनि मेरो आमा बाउ काम गर्न जान्थ्यो and I would come home from school. अनि म स्कुलबाट घर आउँथे But my house was locked. अनि मेरो घर चाहिँ ताला मारेको हुन्थ्यो So my parents मेरो आमा बाउ knew that this was my house. अनि थाहा छ मेरो घर हो भनेर So they gave me a key. अनि मेरो घर हो भनेर चाहिँ मेरो बाउआले मलाई पनि चाबी They दिएको थियो gave me a key मेरो चाबी मलाई दिएको थियो because I have permission किनभने मेरोमा त्यो अधिकार थियो and I have authority अधिकार पनि थियो मेरोमा to be in my own house. मेरो घरमा प्रवेश गर्ने चाबी The मलाई same दिएको थियो is true in the kingdom of God. परमेश्वरको राज्यमा पनि त्यस्तै He's हो given you the keys to the kingdom. परमेश्वरको राज्यको चाबी तपाईँलाई He's दिएको छ given you permission. उहाँ तपाईँलाई He- अधिकार दिएको छ He's given you authority अधिकार दिएको छ to operate in the kingdom of God. तपाईँ भित्र बस्न सक्नुहुन्छ प्रभुको राज्यमा And if you want all that is available in the kingdom, जे जे त्यो भित्र छ your only way to receive it खालि तपाईँले ग्रहण चाहिँ is to गर्नु believe it. विश्वास चाहिँ हो That's why without faith, त्यसै कारण विश्वास बिना चाहिँ it is impossible to please God. परमेश्वरलाई तपाईँले प्रसन्न पार्न सक्नुहुन्न I can't have spiritual keys. I cannot have spiritual keys अनि मेरोमा आत्मिक चाबी हुन सक्दैन and show up to the house अनि त्यो घरमा देखा पर्नको and लागि be like, oh, I hope I can get in. म विश्वास गर्छु म यो भित्र पस्नु पाएको भए But sometimes this is how we talk to the Father. त्यस्तै प्रकारले हामी पितासँग Oh बोल्छौँ Lord, I hope you hear me. पिता सायद म विश्वास गर्छु तपाईँले मलाई सुन्नुहोस् Oh Lord, I hope you can understand me. पिता म आशा गर्छु तपाईँले मलाई बुझ्नुहोस् That's like standing outside of a door, त्यो चाहिँ बाहिरपट्टि दैलोको बाहिरपट्टि बसेको जस्तै हो knowing that it's your house तपाईँलाई थाहा छ त्यो तपाईँको घर हो and being afraid to go in. तपाईँलाई डर लाग्छ भित्र पस्न Perfect love casts out all fear. अनि यदि साँचो प्रेम हो भनेदेखि चाहिँ त्यहाँ डर भाग्छ You need to know the power and authority that has been given to you. अनि तपाईँलाई पाएको प्रेम अधिकार सामर्थ्य चाहिँ तपाईँले थाहा पाउनुपर्छ किन त्यो डल्लै कुरा चाहिँ तपाईँलाई दिएको छ I don't pray from a position, God, I hope you hear me. पिता सायद मेरो प्रार्थना तपाईँले सुन्नुहोस् भनेर म भन्दिनँ I pray from a position, God, I know you hear me. किनभनेदेखि मलाई थाहा छ परमेश्वर तपाईँले मेरो प्रार्थना The सुन्नुहुन्छ Bible says वचनले भन्छ to go into the throne room, into the house भित्र जानुहोस् उहाँको महिमामा पुग्नुहोस् with boldness अनि साहससँग जानुहोस् to find mercy and help in a time of need. अनि जुन समयमा तपाईँलाई दया र करुणा चाहिन्छ नि त्यति बेला पनि तपाईँ साहससँग अगाडि I बढ्नुहोस् don't know about you, मलाई तपाईँको विषयमा थाहा छैन but boldness to me तर मेरो लागि साहस भनेको means चाहिँ I know who my Father is. किनभने मेरो पिताको हो भन्ने कुरो मलाई थाहा I छ know whose house I'm in. म कसको घरभित्र छु भन्ने I'm कुरो in थाहा the छ house of the King कि म राजाको घरमा छु who gave me the keys to enter so जसले मलाई चाबी भित्र पस्न that लागि I दिएको can छ go directly to the म Father सिधै पिता कहाँ पुग्न सक्छु and say, this is what I need. यही हो जुन चाहिँ मलाई खाँचो र I जरुरत छ don't have to wait outside म बाहिर बस्नु पर्दैन and hope they let me inside. कसैले मलाई भित्र हाल्छ होला भनेर आशा गर्नु पर्दैन When you were born again, जब तपाईँ नयाँ गरी and when जन्मेको I हुन्छ was born जब again, म नयाँ गरी जन्मेको we थिएँ were given the keys to the kingdom हामीलाई राज्यको साँचा so I चाबीहरू can दिएको छ walk into my म भित्र जान Father's सक्छु house and have access त्यो जम्मै कुरो प्रयोग गर्न and सक्छु authority अधिकार and power त्यो शक्ति in all things. त्यो भित्र भएको जम्मै कुरो हामी चलाउन सक्छौँ जब You हामीलाई have चाबी been छ भने। given तपाईँलाई दिएको छ all things सबै कुरो दिएको छ pertaining to life and godliness. Pertaining to life and godliness. तर हामी चाहिँ ईश्वरीय चरित्रमा हामी जिउन आवश्यकता छ What is all things? सबै कुरा भनेपछि के हो I will close with this. अनि यही भनेर म बन्द गर्छु What is all things? सबै कुरो त भन्यो नि हामीले उहाँले सबै कुरा हामीलाई दिनुहुन्छ भनेपछि के होस् In the English language, अङ्ग्रेजी भाषामा all सबै means everything. भनेको चाहिँ डल्लै जम्मै It doesn't mean mostly everything, but not some things. अनि सबै भनेको चाहिँ यति यति होइन भनेको होइन जम्मै भनेको It doesn't mean just a few things. जम्मै भनेको चाहिँ यति ल भनेको होइन All things सबै कुराहरू means all things. भन्नु मतलब जम्मै डल्लै
What do I know to be true in the natural? अनि आज शरीरमा हुन सत्य भनेको के हो? Because isn't the natural जुन प्राकृतिक छ हाम्रोमा, a reflection of the spiritual? किनभने प्राकृतिक कुरो चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो आत्माको देखिने कुराहरू हो। So if the natural प्राकृतिक कुरोमा is a reflection of the spiritual, आत्माको कुरोको देखा पर्दैछ भने and we were created in God's image, अनि हामी सबै परमेश्वरको स्वरूप र प्रतिरूपमा बनिएका हरौँ भने we've been given certain things. हामीलाई केही कुराहरू परमेश्वरले Eyes दिनुभएको to छ। see, हेर्ने आँखा, ears to hear, सुन्ने कान, feet to walk, हिँड्ने खुट्टा हिँड्नको लागि, and a mouth to speak. मुख बोल्नको लागि। The same is true in the kingdom of God. परमेश्वरको राज्यमा पनि यस्तै सत्य कुराहरू I छन्। don't have time with you today, मेरोमा धेरै समय छैन तपाईँहरूसँग। but all throughout the scripture, जे वचनको कुराहरू छ these four things are referred to. अनि चारवटा कुरा हामी हेर्नेछौँ। Half of the New Testament यो जुन चाहिँ नयाँ करारको आदि किताब talks about walking in the Spirit. आत्मामा भएर हिँड्ने विषयमा बताउँछ। Everything Jesus said हरेक समय यीशुले भन्नुभयो, talked about the kingdom of God. यीशुले परमेश्वरको राज्यको विषयमा बताउनु भयो। Over 80 times, 80 पल्ट the word vision is talked about. अनि दर्शनको विषयमा बताइएको छ। And don't the sheep know the shepherd's voice? अनि यहाँनिर भनेको छ यदि भेडा हो भनेदेखि चाहिँ गोठालोको आवाजलाई चिन्दछ। So what could we say then? त्यसमा हामी के भन्ने त? That in the kingdom of God, परमेश्वरको राज्यमा you can walk in the Spirit. तपाईँ आत्मामा भएर तपाईँ हिँड्न You can सक्नुहुन्छ। talk in the Spirit. आत्मामा भएर बोल्न सक्नुहुन्छ। You can hear in the Spirit. आत्मामा भएर बोल्न सुन्न सक्नुहुन्छ। You can see in the Spirit. आत्मामा भएर तपाईँ देख्न सक्नुहुन्छ। We don't learn to do this हामी यो कुरो गर्न सिक्दैनौँ हामी। without spending time in the Spirit. तर जबसम्म हामी आत्मामा भएर हामी समय बिताउँदैनौँ नि यो कुराहरू हामी गर्न सक्दैनौँ। And letting the sword of the Spirit, which is the word of God, अनि परमेश्वरको वचन जो तरवार पनि हाम्रो जीवनको लागि discern our thoughts and our intents. अनि हाम्रो विचार र हाम्रो भित्री मनलाई त्यसले कार्य गर्दछ। This is why it's important to be in the word of God. त्यसै कारणले गर्दामा प्रिय परमेश्वरको वचन भित्र भएर तपाईहरु म जिउनु पर्छ। It's not important just for pastors to be in the word of God. खाली पास्टरले मात्रै परमेश्वरको वचन पढ्नु पर्छ भन्ने होइन। It's not important just for worship leaders to be in the word of God. अनि वर्शिप लिडरहरूले मात्रै परमेश्वरको वचन जानेको हुनुपर्छ भन्ने होइन। It's just as important for everyone to be in the word of God. अनि एकदमै हरेकको लागि महत्त्वपूर्ण हो हामी हरेकले परमेश्वरको वचन अध्ययन गरेकै हुनुपर्छ। Because it is your roadmap in the Spirit. किनभने यो चाहिँ तपाईको निम्ति चाहिँ एउटा म्याप हो जुन म्यापले चाहिँ तपाईलाई आत्मिक जीवनमा पुर्याउँदछ। Because it is the king's map. किनभने यो चाहिँ राजाको एउटा नक्सा हो। Jesus is the word. येशू वचन हुनुहुन्छ And Jesus said, this is who he is. अनि येशूले नै भन्नुभयो यो के हो अनि उहाँ को हुनुहुन्छ। And Jesus spoke about the kingdom. अनि येशूले राज्यको विषयमा बोल्नुभयो। Unless one is born again, अनि अर्को चाहिँ नयाँ गरी जन्मिनु he shall not enter the kingdom. अनि परमेश्वरको राज्य भित्र प्रवेश गर्नु। Matthew 6 says, मत्ती 6 ले भन्छ seek first the kingdom. पहिला परमेश्वरको राज्यलाई खोज्नुस्। So what should we do? के गर्ने त हामी Seek the kingdom. उहाँको राज्यलाई खोज्नुस्। Believe what the king said. विश्वास गर्नुस् के राजाले भन्दैछ हामीलाई। And believe what you've been given. अनि जे कुरा तपाईलाई दिएको छ नि त्यसलाई विश्वास गर्नुस्। You've been given the keys to the kingdom of God. तपाईलाई चाहिँ राज्यको साँचा दिएको चाबी दिएको छ। How many of you like to drive? कोलाई कुदाउनु गाडी कुदाउनु मन लाग्छ। How many of you like to drive fast? कोलाई स्पिड कुदाउनु मन लाग्छ। Pastor. मुट्टु कमाउँछ उहाँले। हाम्रो साथीहरुलाई यतिकै पारे रे अन्त भन्मला भन्दै थियो। यसो यसो पारे भन्दै थियो। How many of you कति जनालाई know that to drive, कुदाउनको लागि चाहिँ you have to start a car? तपाईले गाडी सुरु गर्नुपर्छ। How do you start a car if you have no keys? चाबी नै छैन भने गाडी सुरु कसरी गर्ने? Do you stand outside of the car के कारको बाहिरपट्टि बसेर and pray for hours and days? प्रार्थना गर्नुहुन्छ दिन रात प्रार्थना गर्नुहुन्छ। Car, please move. ए कार यहाँबाट हटा एकदम। I know I'm not in you, म तिमी भित्र छैन। but take me where I need to म go. जहाँ जानुपर्छ त्यहाँ लैजाऊ। Why aren't you moving yet? किन न अहिलेसम्म नहिल्लेको? I'm still standing in the same म यहाँ place. उभिरहेको छु। I'm getting really tired of saying the same things to you, car. अब त्यो कारलाई मैले कतिचोटि भन्दा म वाक्कै भएर Why have you थाकिसकेँ। not gone anywhere? किन अहिलेसम्म नकुदेको? The same is true in the kingdom. परमेश्वरको राज्यमा त्यस्तै हो। Sometimes we spend so much time
धेरैचोटि हामी कतिवटा कुरोमा धेरै समय बिताउँछौँ not believing that we have keys, चाबी छ भनेर पत्तै छैन that we get so tired हामी यति साह्रो थाक्छौँ of doing the same thing over and over. एउटै कुरो गरेको छ Nothing's changing. तर त्यहाँ परिवर्तन आएको छैन If you realize you have the key, तर जुन दिन तपाईँलाई थाहा हुन्छ तपाईँमा चाबी छ you don't have to spend all day outside praying. तपाईँले हजारौँ दिन प्रार्थना गरेर उभिरहनु पर्दैन You can take the keys, चाबी लिनुहोस् you can unlock the car, घुमाउनुहोस् you can get inside of the car, भित्र बस्नुहोस् and you can turn the key. त्यहाँदेखि ट्याक्क चाबी हालेर पार्नुहोस् Now what happens when you start a car? तब के हुन्छ तब जब तपाईँले कार स्टार्ट गर्नुहुन्छ What happens when you turn the key? तब तपाईँले कार चाबी घुमाएपछि के हुन्छ The car starts. कार स्टार्ट Smart man. When you have the key, जब तपाईँमा चाबी हुन्छ it gives you the access तपाईँले त्यो प्रयोग गर्ने त्यो क्षमता तपाईँलाई दिन्छ to all the power त्यो भित्र त्यो सबै त्यो सामर्थ्य भित्र तपाईँ बस्नु that सक्नुहुन्छ was already built into the car. अनि त्यो सानो चाबीले नि त्यो डल्लै कारलाई चलाउन सक्छ भन्ने And क्षमता the चाहिँ same is true जुन चाहिँ सत्य छ in the kingdom of God. परमेश्वरको राज्यमा पनि त्यस्तै हो The same is true त्यस्तै सत्य when you walk in the Spirit. तपाईँ आत्मामा भएर हिँड्दा पनि अनुभव गर्नुहुन्छ You didn't just receive the door to the car. तपाईँले खालि दैलो मात्र भेटाएको होइन कारको You didn't just receive the seats to the car. खालि तपाईँले त्यो कारको सिट मात्र भेटेको होइन You didn't just receive the mirror and the steering wheel of the car. अनि कारको तपाईँले घुमाउने स्ट्रिङ र त्यो ब्याक मिरर मात्र तपाईँले देखेको होइन You received the full power of the car. त्यो जम्मै कारको सामर्थ्य तपाईँले And in the पाउनुभयो। kingdom of God, परमेश्वरको राज्यमा पनि you weren't given the arm of the Spirit. तपाईँलाई परमेश्वरको त्यो शक्ति दिएको छ You're not given the leg of the Spirit. खुट्टा मात्रै दिएको होइन आत्माको You're given the entire Spirit of God. अनि परमेश्वरको डल्लै आत्मा तपाईँलाई दिएको हो That's why the same Spirit that raised Christ from the dead अनि जुन आत्माले यीशुलाई मुर्दाबाट बिउताउनु भयो is in you. त्यही आत्मा चाहिँ तपाईँभित्र That's बास why the गर्दछ question always remains. त्यसै कारण जहिले पनि Do प्रश्न you आउँछ believe it? विश्वास गर्नुहुन्छ के त Do you believe it? विश्वास गर्नुहुन्छ के त If you believe it, यदि विश्वास गर्नुहुन्छ भने then I want to close with this. म बन्द गर्न चाहन्छु यो कुराबाट I believe in one thing powerful. म एउटै कुरो शक्तिशाली कुरोमा विश्वास I गर्छु believe in two baptisms. दुईटा बप्तिस्मामा म विश्वास I गर्छु believe in baptism by water, एउटा बप्तिस्मा पानीको बप्तिस्मा हुन्छ which is baptism unto repentance. अनि त्यो चाहिँ पश्चातापको बप्तिस्मा हो And I believe in baptism of the Holy अनि Spirit. अर्को बप्तिस्मामा विश्वास गर्छु जो चाहिँ आत्माको बप्तिस्मा When you were born again, जब तपाईँ नयाँ गरी जन्मिन्छ it's like being given keys, तपाईँलाई चाबी दिएको बराबर हो opening the car door, दैलो खोल्नुहोस् कारको दैलो खोलेको जस्तै sitting in the car, कारभित्र प्रवेश गर्नुहोस् and going nowhere. अनि तपाईँ जहाँ जानुहुन्छ तपाईँ जान सक्नुहुन्छ Baptism of the Spirit पवित्र आत्माको बप्तिस्मा is the moment when you take those keys. अनि जब तपाईँले त्यो बप्तिस्माको चाबीलाई तपाईँले लिनुहुन्छ You believe what the king said about अनि you. जुन कुरा राजाले तपाईँको विरुद्ध विषयमा भनेको Put छ the keys in the ignition. त्यो चाबी हाल्नुहोस् And when you turn the car, जब तपाईँले स्टार्ट गर्नुहुन्छ power of the car comes. अनि त्यो पावर निस्किन्छ चाबी That's why घुमाइसकेपछि Jesus said, अनि यसै कारण यीशुले He भन्नुभयो didn't say pastors go into all the world. अनि भन्नु भएन पास्टर तिमीहरू जाऊ र प्रचार गर He didn't say prophets go into all the world. भविष्यवक्ताहरू गएर प्रचार गर He didn't say evangelists go into all एभेन्जलिस्ट the मात्रै world. गएर प्रचार गर He said you go into all the world. तिमी जाऊ सबैजना जाऊ भनेर भन्नुभयो Cast out devils. दुष्ट आत्मा निकाल Heal the sick. बिमारीलाई निको गर Make disciples. चेलाहरू बनाऊ And watch the power of God flow in your life. अनि तब चाहिँ तिम्रो जीवनमा परमेश्वरको सामर्थ्य This is बग्नेछ what's available यही चाहिँ कुराहरू छ in the baptism of the Holy यही Spirit. कुराहरू तपाईँले पवित्र आत्माको बप्तिस्मामा तपाईँले One पाउनुहुन्छ of the evidences अनि एउटा सत्यको घटना of baptism of the Holy Spirit बप्तिस्माको घटना चाहिँ के हो is भन्दाखेरि receiving your heavenly language. पवित्र आत्माको बप्तिस्मा हुनु भनेको चाहिँ स्वर्गीयको त्यो भाषालाई पाउनु हो You can walk in the Spirit. आत्मामा तपाईँ हिँड्न सक्नुहुन्छ You can hear in the Spirit. आत्मामा कानमा तपाईँ आत्माको कुरा See in the सुन्नुहुन्छ Spirit. आँखाले देख्न सक्नुहुन्छ And you can speak in the Spirit. आत्मा भएर तपाईँ बोल्न It's सक्नुहुन्छ not a language you will understand with your ears. सायद तपाईँले भौतिक कानले त्यो आवाज त्यो शब्दलाई तपाईँले बुझ्नुहुन्न It's the language of heaven. किनभने यो स्वर्गको भाषा हो You can only receive it by faith. यो चाहिँ तपाईँले विश्वासद्वारा मात्रै प्राप्त गर्न You can सक्नुहुन्छ only practice it by faith. तपाईँले विश्वासद्वारा मात्रै व्यवहारिकतामा यसलाई उतार्न सक्नुहुन्छ But the kingdom of God तर परमेश्वरको राज्य and the full
access thereof अनि परमेश्वरको त्यो सबै was सामर्थ्य given to you तपाईलाई दिएको छ when Jesus said, "Here's the keys." जब येशूले भन्नुभयो लौ चाबी चाहिँ यहाँ So छ। my question is now, मेरो प्रश्न तपाईहरुको लागि do you want all that God has for you? के परमेश्वरले दिएको सबै कुरा Do तपाई you want चाहनुहुन्छ? not just the keys to the kingdom? खाली चाबी मात्रै होइन। Today is your day आज दिन तपाईको दिन हो, of opportunity त्यो मौका to take the keys, चाबी लिनुहोस् put them in the ignition, अब चाबी सुरु गर्नुहोस् and let the power of God begin to अनि flow. परमेश्वरको त्यो शक्ति सुरु भएको होस्। And if that is something you want, stand up right now. यदि त्यो कुरा चाहनुहुन्छ भने खडा हुनुहोस् यो समय। My team is going to come around and lay hands on you. अनि हाम्रा साथीहरूले तपाईको लागि प्रार्थना गरिदिनेछ। And if you've been baptized in the Holy Spirit, यदि तपाई पहिल्यै पवित्र आत्माको त्यो बप्तिस्मा भएर अन्य भाषाहरू तपाईले पाउनु भएको छ भने I want you to believe for your brothers and sisters. अनि जतिजनाले पाइसक्नु भएको छ नि पवित्र आत्माको बप्तिस्मा आफ्नो साथी आफ्नो भाइ बहिनीहरूले पनि आफ्नो मण्डलीको मानिसहरूले पनि त्यो पाएको होस् भनेर तपाईले प्रार्थना I गर्नुहोस् want you to believe for them to receive their अनि heavenly language. विश्वास गर्नुहोस् कि तपाईको साथीले तपाईको मण्डलीका मानिसहरूले पनि त्यो कुराहरू प्राप्त गरेको होस्। So we are going to pray for you. हामी प्रार्थना गरिदिनेछौँ तपाईहरुको And लागि if you believe, अनि यदि तपाईले विश्वास गर्नुभयो you can receive. तपाईले प्राप्त गर्न In सक्नुहुनेछ। the book of Luke, यो लुकाको किताबमा Jesus said, येशूले भन्नुभयो if as earthly fathers, यदि स्वर्ग संसारको पिताले we know how to give good gifts to our हाम्रो children, स्वर्ग पृथ्वीको बाउहरूले तिमीलाई यदि असल कुराहरू दिन जान्दछ भने how much more स्वर्गको पिताले your heavenly Father कति बढी गरिकन will give the Holy Spirit to those तिमीहरूलाई who ask. पवित्र आत्मा दिनुहुन्छ जसले माग्दछ। So this is your opportunity यो तपाईको मौका हो यो समय। to say, I believe. म विश्वास गर्छु। This is your opportunity यो तपाईको मौका हो if you want what God has for you. अनि जुन कुरा परमेश्वरले तपाईको निम्ति राखिदिनु भएको छ You ask the question, यदि प्रश्न गर्नुभयो भने and I'm going to lay hands on you. म तपाईको लागि प्रार्थना गर्दिनेछु। Amen? आमेन। Are you ready? तयारी हुनुहुन्छ? Are you ready? Yes. Okay. Thank you Lord. Thank you, Jesus. I'm going to Thank you. pray and then you guys go. Yes Lord. Father, I thank you for this house. I thank you for your Thank spirit, you, your power, Lord. and your presence. God, Thank in you Jesus' name, Jesus. fill those children in the name of Jesus Christ. Thank you Lord. Thank you Lord. Thank you Jesus. Thank you Jesus. Thank you Jesus. जतिजनाले तपाईले Fill them with your fire. स्वर्गको भाषा तपाईले अन्य भाषा पाउनु भएको छ भने अन्य भाषामा तपाईले प्रार्थना गर्न सक्नुहुनेछ। हालेलुया। Thank you Lord. Fire of God in Jesus' name. Fire of God in Jesus' name. Fresh spirit and fresh anointing. Thank you Lord. Hallelujah.